त्यसले त गर्दैन कि माया नि सोच्दैन माइने छैन नि सबै निकाल्दा एकचोटि पालिरहेको आउँछ आउँदैन मैले उल्टो रोल गरेर चाहिँ स्टपिङ दिएर गयो क्या लास्टै दिएर गयो त्यति स्टपिङ दिएर गयो होला
पक्का निस्क्यो मेरो भयो के धेरै अब भयो पनि निस्किन्छ निस्किन्न के थियो भन्दाखेरि हाल्ने कुरा हो कि स्टपिङ स्टपिङ के स्टपिङ स्टफिङ स्टफ बुझिरहनु भएन मान्छे लो त्यो त्यही त भन्दैछु तपाईँले कस्तो भयो कस्तो भयो आज अलि राम्रो दिन भयो जस्तो है आँसुको भारी ला के त मेरो त वेको काट्दाखेरि बिग्रेको परेर तपाईँले सानो सानो बनाउनु भएन कति हो चाहिने 120 र 110 हो कि आज नि अब धेरै होला नि मगाउनु पर्छ किनभने दस 5,000 मिटर बस 15,000 होइन बच्चा भन्छ सिक्नुकै दिदीहरूबाट के कति वर्ष हुनुभयो 33 पुग्नु भयो अनुहारहरू भन्नु त ठ्याक्कै कति वर्ष पुऱ्याउनु उनीहरू त म भन्न सक्दिनँ के हेरेर भन्नुहुन्छ त अनुहार हेरेर नहुने अझै के थाहा त कति पुगेर पुगेर नि झ्याप्प भन्नु हुँदैन म कति पुगेर भन्नु तपाईँ 24 के बात भयो कति साल अनुहार 29 29 29 साल 29 वर्ष बुढो भइसक्यो नि सङ्ग्रे भइसक्यो What? Get on the left. He's a kilo out there. त्यो मेरो बुढालाई दिनु हो क्या त्यो बुढा सिकाऊ हो क्या अहिले म काट्दिनँ आज मिस्टेक भयो खै अन्त मरियो यत्तिको छिटो फास्ट प्लेटिङ माथि के पर्दैन पानी कसले ल्याउनु मैले किन कसले राख्थ्यो कहिले मगाउनु पर्दैन ए म अघि ल्याए हो हिजो पनि आज किनेर राखेको कहाँ पाएँ? खाना? चिसो के हो रे म रिस उठ्दाखेरि कसम
क्रैब और पाना बैठ के तो वहाँ पर हमारे क्रैब ही देंगे नहीं सदी सामान हमारे क्रैब ही होते
त्यो हो कि त्यो हिजो राख्दाखेरि के अरे त्यो माछाको बनाएर के हुन्छ अरे माछा मङ्गललाई त्यो को हो टोबुकी पोपुकी टोबीको टोबीको लास्टमा नाम सम्झे लास्टमा फुक्ला चाहिँ हो राइस पुग्छ र मजाले बनाउँछ काट्नु त त्यसलाई त्यसको माथिको कभर छैन साइज सकेसम्म बराबर है आज यो त धेरै भएछ त्यो ओभर फिलिङ भयो साइड साइडको पनि टाइट गराएर यस्तो भयो भने अलिक सजिलो काट्नु भने त एउटा राम्रो भन त एउटा गर्नु नि त कुन चाहिँ राम्रो फोकस त्यो राम्रो होइन त्यो बिट पनि राम्रो होइन यो राम्रो छ त्यो तल पढाइदिनु नि त त्यो सुविधाहरू सोच्छ यो राम्रो छ मेरो पनि त्यस्तै छ विषय कति पिस हो आठ पिस हो तिम्रो पेट्रोल हो पेट्रोल होइन कि त्यसलाई के लाउनुहुन्छ इन्साइड आउट लाउनुहुन्छ त्यही त साइज त्यो मात्रै हो नि त खासमा यस्तो गर्ने होइन मिल्छ है मिलाएर भागमा के मिसाउनु दामी देख्दो रहेछ भने यो उसमा छ पुरा माथिमा छ यति मात्र मिसायो भने ठ्याक्क कलरहरू कन्ट्रास्टले यो रेटिङ त खासमा यो माछाहरू पनि माछा अनि त्यो तार्न उयो के गाजर तिनवटा राम्रो कलर निस्किन्छ कि यस्तो
प्लेटिङ मात्रै गर्छु म त अरू खुट्टा हुन्थ्यो त कस्तो हुन्छ यही हो माछा छैन त्यस्तो गर्दा पनि है ल्याउनु